हेलो। हजुर के यहाँ थियौ कता हो के गर्दै हो? सुतेको थिएँ म त भर्खर उठेछु। के हो भर्खर उठ्या मान्छे के हो यार पुल जाने सन्चेल जस्तो के हो गाँठे यो के हो पुल जाने सन्चेलले भुइँ कोट्याउँछन् रे अनि यो के हो यो चुरा चाहिँ के हो त यो के बनायो त नि गाँठे पैसा धेरै भयो क्या हो गोटीसँग यार चुरा फुटीको पैसा पठाइदिनुहोस् त चुरा किन्ने। उठ्ने त्यही चुरा फुट्यो किन बिहान बिहानै। ए पैसा पो चाहियो है त्रिका अनि चाहिएको बेला कहाँ पाइन्छ हौ पाइन्छ पठाइदिनुहोस् फुटीको चुरा हुँ? पठाइदिने के पठाइदिनुहोस् मलाई पैसा चाहियो। ए ल ल अनि अस्ति पठाइदिए पैसा कता गयो गाँठे हौ कहिले अस्ति पैसा त आया छैनन् गएदेखि। बेला अस्ति पठाइदिए कता गयो नि आइयो भने पठाइदिनु होला सबनामा पठाउनु भ्याला नि। ए म त विपनै हो क्या भनेर चाहिँ गाँठे सपना पो हो त है त्रिका गाँठे अरू के गर्छौ त कान्छे त्यही गर्दैन भर्खर उठे के गर्ने र बस्ने खाने पानी पर्दैन के गर्ने। ए हो र ल त्यो पनि ठिकै छ ए कान्छे हजुर के भन्छ म तिमीलाई एउटा प्रश्न सोध्नु मन लाग्थ्यो यार आज के प्रश्न हो सोध्नुहोस् न त। सोध्नुहोस् न के प्रश्न हो। ए यो माया र प्रेममा चाहिँ के फरक छ हौ कान्छे यार खै माया र प्रेममा के फरक होला र। माया भने माया भयो प्रेम भने माया भने प्रेम भने एउटा व्यक्तिलाई गर्ने प्रेम त भन्दा त्यही त होला र के होला र। ए यस्तो पनि हुन्छ त नि यो मिलेन तिमीले भने त यार किन मिलेन त के हो त नत्र त्यही त होला र। त्यही कारण के थोरै मिल्यो त नि अनि के भन्छ प्रेम भनेको अब उठेर पिसाब फेर्छ माया भनेको बसेर पिसाब फेर्दैन त्यति पनि थाहा छैन तिमीलाई यार क्या बोला तूने क्या बोला